कसले लगायो कसले लगायो एकअर्काले हो ओहो लिम्बू नि हो कि क्या हो सबैजनाले एकैचोटि हाई गरिदिनु नि त हुन्छ के हुँदैन वेलकम टु आवर साबिरे ब्लग हजुरलाई स्वागत छ अनि आज चाहिँ हामी 2025 साल लाग्यो नि त साथीहरू आजबाट अनि सो हामी चाहिँ आज ड्राइभिङ जाने हाम्रो सल्लाह हुँदैछ होइन हाम्रो यहाँ सल्लाह हुँदैछ नि हामी पकाउँदैछौँ त्यो दुईजनाको लागि के शब्द राखिदिनु त त्यो ढिलाउनेहरूको लागि ढिलाउनेहरूले चाहिँ होइन लास्टै आज ठग्या छ हेर्नु हामीले यहाँ काम धेरै कामचोरहरू मान्छेहरू हुँदो रहेछ आज थाहा पाएँ कामचोरहरूलाई त्यसो अलिक कमै गर्नुपर्छ यता पनि लागिराख्नु भएको छ यहाँ यत्रो तयारी भइसक्यो अझै आएको छैन अब भने चाहिँ हामी तिनीहरू आइपुगेपछि भिडियो गर्नेछौँ तिनीहरूको को रहेछ त त्यस्तो ठगहरू हामी देखाउनेछौँ मन नरहेको एकछिन साथीहरू हेर्दै गर्नु होला यता हाम्रो दाइ हुनुहुन्छ उहाँ चाहिँ खसीको मासु पकाउँदै हुनुहुन्छ इधर देखिए जी हमारा बहन ने इतना सुंदर इतना खूबसूरत चाउमीन बना रहा है देखिए इधर खूबसूरत लड़की है इधर बहुत हैंडसम चाउमीन बन रहा है पुण्य भी बहुत अच्छा से चलाता है लेकिन ओ माय गॉड लो 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 तक लो तक लो तक लो फिर से कीजिए ना फिर से कीजिए बहन जी वाह अरे वाह लो गजब हो गया चाउमीन पनि दाइ बन्दैछ ओ गुन्डिनेहरू आयो ए यति बेला आउने बेला आमा मामा मामा ओनो सेट 50 जरिवाना ल गाइस बनाइसक्न टिम साथीभाइहरू हामी चाहिँ अब लाग्यौँ बिचमा यहाँ नाम चाहिँ मुना राई भनेको है ह्याप्पी न्यू इयर गाइस खै मुना राई भनेको म चाहिँ मुना राई म चाहिँ मनिका राई म चाहिँ मनिका राई म चाहिँ कोपिलाको दिदी राई सबैको दिदी हाम्रो आमिलाको आन्टी काली आन्टी छेमा ह्याप्पी न्यू इयर नयाँ सालको हामी हेलो गाइस म चाहिँ अर्चना मगर ह्याप्पी न्यू इयर एभ्रीवन अब हामी चाहिँ साथीहरू लाग्यौँ अनि यहाँ चाहिँ सामान सबै उठाइसकेको छ अब भने चाहिँ हामी पर पुगेर भिडियो गर्नेछु आजको हाम्रो चाहिँ पिकनिक खाने टिम चाहिँ यता हुनुहुन्छ है सबैजनाले हाई गरिदिनुहोस् यता राम्रो म पनि देखाउनु पऱ्यो नि त भोलि नै हालिदिइहाल्छु ए यहाँ म तपाईँहरूलाई सबलाई एउटा कुरा भन्न चाहन्छु मेरो दसैँको भिडियो नै आउँछ अलिक पछाडि हाम्रो आन्टी जस्तो आमा 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 ल गाइजहरू आमा आमा कमेन्ट गर्नु होला हु सेक्सीले ल हामी साथीहरू यो के अरे के पोखरीको विराट पोखरी आइपुगेको छौँ हामी यहीँ बस्छौँ हाम्रो सामान यहाँ छ अर्को टिमहरू पछाडि आउँदै हुनुहुन्छ हिरोइनहरू अनि यहाँनिर हामी पनि छौँ हाम्रो एकदम ब्युटिफुल लेडी मुना राई हाम्रो ग्याङहरू फेरि सक्दैन नि यहाँ पछाडि आउँदैछ नि खतरा भएर फेरि हिरोइनहरूको फेरि इन्ट्री फाल्टै छ वाउ कति राम्रो देखेको ह्याप्पी न्यू इयर आउँदै हुनुहुन्छ उहाँहरू पनि अब भने चाहिँ हामी पिकनिक सुरु गर्नेछौँ साथीहरू यस्तो दामी देखेछ यस्तो राम्रो देखिरहेछ वाउ होइन हामी त इलामीले हो
ओइ त्यो वाङ फुट्छ है दिवाली दिवाली कहाँको बिला यो भारी यो कसले खाइसक्ने यत्रो यो भारी कसले खाइसक्ने भिडियो यो पनि छ दाजु यो फोन पोस्टको हैन यो ब्याग ए चम्ची यसलाई केक चाहिँ यसो गरौ न यहाँ माथि राख्नु यसलाई केक चाहिँ चाहिन्छ केक चाहिँ देखाउँदा बहिनी के त ठुलो छैन है यत्रो यो देखा न यहाँ लेखेको छ ह्यापी न्यू इयर गाइस बिचार हाल्नु पनि बोलाउँ न ल आउँदैन आउनै मान्दै थिएन धेर भयो के आउँदैन आउनु हुन्न अब माथि नि लगिदिनु अघि मलाई नखै माथि भन्दै दिदे साह्रो उरु मन भयो अङ्गुर त गानै जाम अर्को थियो त्यस्तो चम्चीहरु साथै भएर चाहिँ ओइ ल खोइ त अनि हेरेको खानुलाई चाहिँ हैन त यहाँ भिडियो उनीले सिधाउ हेलो अब चाहिँ हाम्रो यहाँनिर सुरु भइसक्छ साथीहरू हाम्रो यहाँ सामान पनि एकदम रेडी भइसकेको छ कस्तो लागिरहेको छ त माइली ड्राई पिकनिक आउँदा बहिनीहरूसँग 5 दिनमा आउँछ आन्टी हाई गरिदिनु न थ्यांक यू बाइ बाइ ह्यापी न्यू मनिका मुना अर्चु हेलो सिर्जु प्लिज सिर्जु सिर्जु यसले चाहिँ खाँदैन क्या फेरि यसले चाहिँ कम्ती खान्छ कम्ती यसले चाहिँ के रुचाउँदैन हामी कति जवा गरेर खाउनुपर्छ यसलाई एक गाँस पनि अहिले केक नखानु एक खायो भने भएर रुच्दैन केही पनि साथीहरू म त सबैभन्दा मोमो लभर हो कति दाम दिएको ह्यापी न्यू इयर यहाँ चाहिँ हाम्रो गाइजहरू यहाँ सुरु भइसक्नु भएको छ पिकनिकमा ओहो लिम्बू नि हो कि क्या हो सबैजना एकैचोटि हाई गरिदिनु नि त देखिरहेको छ है 0.5 मा हो कतै ब्युटिफुल ब्युटिफुल कहाँदेखि आउनु भएको होला हजुर हुन्छ खानुहोस् न हजुर पुरै हो आम्मै अनि हाम्रो यताको भ्यू चाहिँ यस्तो रहेको छ यो चाहिँ एकदमै राम्रो पिकनिकको लागि चाहिँ एकदम राम्रो रहेछ यहाँ चाहिँ सबैजना आउनु होला ह्यापी न्यू इयर गाइस आऊ भने चाहिँ म खानु बसेको ला बहिनी त के भएको बहिनी सकिन्छ नि यो बहिनी सकिन्छ यो सकिन्छ भन्दा खाँदा हुन्छ भरे जुठो पार्छ हामीलाई नदिनु होला ल यहाँ चाहिँ हाम्रो वाइन खोल्दै हुनुहुन्छ है सबले टेस्ट गरेर खाऊँ न यो खोलेर छिटो आन्टी 5 रुपियाँको पानी परिदिनु न हेलो गाइस अब चाहिँ हाम्रो यहाँ पिकनिक पनि सकिसकेको छ ड्राई पिकनिक पनि एकदमै रमाइलो भयो अब भने चाहिँ हामी छोरी अनि अब चाहिँ हामी हाम्रो ह्यापी न्यू इयर चाहिँ यस्तै भयो साथीहरू अनि यहाँ फोटो खिची माग्दैछ फोटो खिचिदिन्छु यहाँ हाम्रो सुटी खानेकुरा चाहिँ यति धेरै पुगेको छ तर पनि हाम्रो सुटीले अझै खानेको छैन भन्दैछ सो यता दिनुहुन्छ अब भने चाहिँ हामी घर चाहिँ नाट्यो रात पर्यो अनि एकदमै रमाइलो भयो गाइस कस्तो भयो गाइस एकदम रोमाले तपाईँलाई कस्तो भयो तपाईँहरूलाई बाई बाई गाइस सी यु नेक्स्ट ब्लग यो भिडियो चाहिँ भोलि पर्सितिर आउँछ यता आउन